नमस्कार, मेरो नाम त्यसौली हो। म कक्षा 4 सुरुवातको विद्यार्थी हो। आज म मेरो मामालाई मेरो सानो पोडकास्टमा केही प्रश्न सोध्न गइरहेको छु। मामा, हजुरलाई मेरो यो पोडकास्टमा धेरै धेरै स्वागत छ। धन्यवाद भन्जी। हजुरलाई मेरो पहिलो प्रश्न यो छ, बडा दशैं किन भनिएको हो? दशमीको दिन के गरिन्छ? बडा दशैं भनेको हामी नेपाली हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाड भएको हुनाले गर्दाखेरि यसलाई बडा दशैं भनेर भनिएको। यो बडा दशैं चाहिँ चाडपर्वहरूमा सबैभन्दा लामो समय मनाइने, धेरै लामो दिनहरूसम्म मनाइने भएको हुनाले गर्दाखेरि ठुलै भएको हुनाले गर्दाखेरि यसलाई बडा दशैं भनेर भनिएको होइन। यो घटस्थापनादेखि 9 दिन र यता विजयादशमीसम्म आएर अझै विजयादशमीको टिकासम्म गर्दाखेरि 15 दिनको झन्डै 15 दिनको लामो चाड, सबैभन्दा लामो चाड भएको हुनाले गर्दाखेरि यसलाई बडा दशमी भनेर यसलाई भनिएको। र दशैं घटस्थापनामा हामीले जमरा रोप्नेदेखि लिएर होइन, त्यसपछि गएर यो अष्टमीमा भवानी दुर्गा माताको 9 दिनसम्म त यो दुर्गा माताको पूजा हामीले गर्ने। अब हामी नेपालीहरूको यो हिन्दू धर्महरूको अनुसार अष्टमीको दिनमा बलिहरूको पनि पूजा गर्ने, बलिहरू दिने, नवमीको दिन आफ्नो सवारी साधनहरूको पनि पूजा गर्ने होइन। यसो गरेर यो सुरुवातदेखि नै पहिलो दिनबाट नै चल्दै आएर यो 10औं दिनसम्म आउँदाखेरि 10औं दिनको दिन फेरि यो सबैभन्दा महत्त्वपूर्ण दिन। यसमा हामीले चाहिँ आफूभन्दा ठुलो मान्यजनहरूसँग टिका लगाउने होइन, आफूभन्दा सानो मान्छेलाई टिका लगाइदिने अनि आशीर्वाद दिने, जमरा लगाउने, यो सबै कामहरू हुने भएको हुनाले गर्दाखेरि यो सबैभन्दा महत्त्वपूर्ण चाड पनि हो होइन। दशमीको दिन त अब मैले भर्खर भनिहालेँ, टिका लगाइन्छ, मिठो खानेकुराहरू घरमा पाक्ने, आफ्नो आफन्तजनहरूलाई अब जता टिका लगाउन थाप्न गइन्छ त्यहाँ गएर हामीले आफ्नो मान्यजनहरूलाई स्वागत गर्ने, मिठो राम्रो खानेकुराहरू दिएर होइन, खुसी भएर हर्ष उल्लासका साथ यसलाई मनाइन्छ। त्यही भएर एकदमै सबैभन्दा महत्त्वपूर्ण चाड हो के हो भनेको, बुझ्यौ? ओहो, हजुरले भनेको यस्तो राम्रो उत्तर मलाई सुनेर एकदमै खुसी लाग्यो। अनि यो दशैं चाहिँ कुन महिनामा मनाइन्छ? दशैं हरेक वर्षको यो असोज महिना, नेपाली क्यालेन्डर अनुसार असोज महिना र इङ्ग्लिस क्यालेन्डर अनुसार चाहिँ यो सेप्टेम्बरको लास्ट र अक्टोबरको फर्स्ट विक यो बिचमा चाहिँ यो पर्छ कि जहिले पनि हरेक वर्ष। हामीले दशैं कति दिनको मनाउँछौँ? दशैं अघि नै मैले भने दशैं सबभन्दा लामो पर्व, सबभन्दा लामो चाड भएको हुनाले गर्दाखेरि यो अलिक लामो समय नै मनाइन्छ होइन। अब ठ्याक्कै दिन भन्नुपर्दाखेरि चाहिँ यो 15 दिन हुन्छ। 15 दिन भनेको यो सुरुवात भनेको फुलपाती घटस्थापनाबाट स्टार्ट भएर होइन। 15 दिनमध्ये चाहिँ सबैभन्दा महत्त्वपूर्ण बिचको दिन भनेको घटस्थापना होइन, त्यसपछि यता फुलपाती, अष्टमी, त्यसपछि दशमी, विजयादशमी होइन। यसरी यो यिनीहरू चाहिँ मेन भए होइन। तर 15 दिन टिका चाहिँ 5 दिनसम्म यता पछाडि पनि विजयादशमीको दशमीदेखि 5 दिन यता टिका हुने, अनि फेरि घटस्थापनादेखि विजयादशमीसम्म पनि यता 9 दिन भयो। जो टोटल चाहिँ 15 दिन हामी दशैं मनाइन्छ। 15 दिनलाई नै दशैं भनिन्छ। यो लामो चाड। हामीले दशैंमा मुख्य गरी कुन देवीलाई पूजा गर्छौँ? दशैंमा पूजा गर्ने भनेको सबैभन्दा मुख्य भनेको माँ दुर्गा भवानीको पूजा गरिन्छ, दुर्गा माताको पूजा गरिन्छ। र यो सबै दिन नै 9 दिनदेखि पहिलो दिनदेखि नै घटस्थापनाबाट नै दुर्गा माताको पूजा गरिन्छ। तर दुर्गा माताको 9 दिनसम्म यो 9वटा अवतारहरू छन्, छुट्टा अवतारहरू छन्। त्यो छुट्टा अवतारको पूजाहरू गरिन्छ। र भन्नुपर्दा अब दुर्गा माताको नै पूजा गरिन्छ, 9 दिनसम्म नै दुर्गा माताको नै पूजा हुन्छ। दशैंमा बजाउने धुनलाई के भनिन्छ? दशैंमा बजाउने यो धुनलाई, यो म्युजिकलाई मङ्गल धुन भनिन्छ होइन। मङ्गल धुन भनिन्छ। यो एकदम पवित्र, सुन्दाखेरि नै पोजिटिभ भाइब्स आउँछ। सुन्दाखेरि आनन्द लाने वातावरण नै, इन्भाइरोमेन्ट नै आनन्द किसिमको हुने होइन, एकदमै पवित्र हुने हुनाले गर्दाखेरि यसलाई मङ्गल धुन भनिन्छ। यो दशैंमा नै सुन्न पाइन्छ। फुलपाती कसरी मनाइन्छ?
फुलपाती भनेको यो दसैँको 7औं दिन पर्छ होइन। यसलाई मनाउने तरिका भनेको यो चाहिँ फेरि दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन पनि हो। जुन दसैँको जुन 15 दिन छ त्यो मध्येको फुलपातीलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण दिन पनि मानिन्छ होइन। यो दिनमा चाहिँ जमरा होइन, बेलपत्र, भगवानको पूजा गर्ने सामग्रीहरूलाई यसलाई चाहिँ फुलपाती भित्राउने पनि भन्छ नि। फुलहरू, जमराहरू, त्यसपछि पूजा गर्ने सामग्रीहरूलाई भित्राउने दिन यो दिन अझै कसरी महत्त्वपूर्ण हुन्छ भनेपछि यो दिनलाई दुर्गा माताको आगमन हुने, घरमा दुर्गा माता आउने दिन पनि यसलाई भनेर पनि यसलाई मानिन्छ क्या, फुलपातीको दिन भनेको। त्यसले गर्दाखेरि यसलाई भर्खर मैले भने जस्तै पूजा गर्ने सामग्री, जमराहरू भित्राउने होइन गरेर नै यसलाई खुसीका साथ भगवान माता दुर्गा भवानीलाई भित्राउने हर्षोल्लासका साथ यसलाई मनाइन्छ। दसैँमा पिङ के खेल्छ? दसैँमा पिङ चाहिँ खेल्ने भनेको यो एकदमै परम्परागत पुरानो पहिलेदेखि चलिआएको यो हाम्रो परम्परागत चलन हो होइन। अब यसलाई रमाइलोको रूपमा, एउटा खुसी आनन्दको रूपमा इन्जोय गर्नको लागि पनि खेलिन्छ खेल्न चाहिँ। तर यसको मेन किन चाहिँ पिङ नै त भन्ने कुरा हो। किन त भन्दाखेरि पिङ बनाउनको लागि धेरैजनाको, एकजनाले मात्रै हुँदैन। जस्तो बाँस ल्याउनु पर्यो, डोरी बाँध्नु पर्यो होइन। ठुलो पिङ बनाउँदाखेरि ठुलो बाँस ल्याउनुपर्छ, डोरी ल्याउनुपर्छ। त्यो बनाउँदाखेरि एकजनाले गरेर मात्रै हुँदैन। त्यो छरछिमेकमा पहिला जमानामा के हुन्थ्यो भने छरछिमेकमा सबैजना मिलेर, कसैले बाँस ल्याउने, कसैले डोरी ल्याउने, अनि त्यो मिलेर सबै त्यो टिम वर्क भनिन्छ नि। हो त्यो टिम वर्क गर्नको लागि त्यो पिङ बनाएको हो कि। त्यसबाट हामीले के शिक्षा पनि लिन सक्छौँ भने हामीले कुनै पनि काम गर्दाखेरि मिलेर गर्ने, एकता हुनुपर्छ। त्यही सिकाउनुको लागि नै हामीलाई चाहिँ पहिलेबाट यो पिङ खेल्ने चलन भन्दै आएको हो। अब अहिले चाहिँ हामीले अब रमाइलोको रूपमा, इन्जोयको रूपमा खेल्छौँ खेल्न चाहिँ। तर मेन त्यसको श्रेय भनेको एकता नै हो। त्यसले गर्दाखेरि हाम्रो दसैँले हामीलाई चाडपर्व मात्रै नभएर यसले हामीलाई धेरै कुरा, पोजिटिभ भाइब्सहरू र मिलेर गर्ने कुराहरू पनि हामीलाई यसलाई शिक्षा दिन्छ यो चाडले। त्यसले गर्दाखेरि दसैँ इम्पोर्टेन्ट, महत्त्वपूर्ण भएको कारण पनि त्यही कुराले गर्दाखेरि र हामीले पिङहरू बनाउने, रमाइलो गर्ने, रमाइलो मिठो खानेकुराहरू खाने, परिवारसँग भेटघाट गर्ने, टिका थाप्ने, जमरा लगाउने, यी सब कुराहरू दसैँमा नै हुने हुन् होइन। त्यसो हो। दसैँ मनाउनुको पछाडि के कस्ता कथाहरू छन्? दसैँ मनाउनुको पछाडि भनेको सबैभन्दा महत्त्वपूर्ण भनेको कथा भनेको असत्यमाथिको जित, सत्यको जित नै यो मेन कथा चाहिँ हाम्रो यो नै हो। जस्तो पुरानो पहिला चाहिँ दुर्गा माता भवानी माँ दुर्गाले महिषासुर नामक यो राक्षसलाई मारेर होइन, त्यो राक्षसलाई मार्नु भनेको नेगेटिभ कुराहरूलाई मारेर पोजिटिभ कुराहरूलाई अगाडि ल्याएको दिनलाई नै यो बडा दसैँमा मानिएको हो होइन। यसको कथा पहिला हाम्रो अब परम्परा, पहिला पुरानो कथा भनेको नै यही नै हो। दुर्गा माताले महिषासुरलाई मारेको यो कथाहरू छन्, त्यो कथाले नै गर्दा हामी दसैँ मनाइरहेका छौँ। यो चाहिँ हजुरलाई यो मेरो अन्तिम प्रश्न हो। विगतमा र अहिले दसैँ मनाउने तरिकामा तपाईँले के फरक पाउनुहुन्छ? यो एकदमै महत्त्वपूर्ण प्रश्न रहेछ। सबै कुराहरू अहिले चेन्जेस हुँदै आइरहेको छ। कुनै पनि कुराहरू पहिला अर्कै थियो, अहिले अर्कै हुँदै गइरहेको। त्यस्तै दसैँ पनि त्यस्तै मोडिफिकेसन हुँदै गइरहेछ। दसैँ भनेको त पहिला परम्परागत अनुसार पूजा गर्ने होइन, बिहान उठेर स्नान गर्ने, प्रत्येक दिन सधैँ नुहाउने, पूजा गर्ने, भगवान माताको होइन आराधना गर्ने, आफ्नो आफन्तजनसँग टिका लगाउने, भेट गर्ने, रमाइलो गर्ने, यस्तो कुराहरू चाहिँ परम्परागत पहिलाको कुरा भयो। अब अहिले चाहिँ के भइदिएछ भनेपछि मानिसहरूले यो दसैँमा अरू बेलामा फुर्सद पनि नपाउने र बिदा चाहिँ अहिले यो धेरै दसैँमा नै बिदा हुने भएकोले गर्दाखेरि यसलाई मान्छेले घुम्ने होइन, बाहिर जाने, घुम्ने, रमाइलो गर्ने रूपमा मात्रै मान्छेले लिइरहेको छन् यसलाई होइन। त्यही भएर यो पुरानो कल्चरहरू चाहिँ बिर्सिँदै आएर यो अहिले भनौँ न मोडिफिकेसन धेरै भएर अब धेरै रमाइलो गर्ने, इन्जोय गर्नेतिर मात्रै मान्छेहरूको ध्यान छ। जबकि यसको मेन रुट भनेको पूजाआजा गर्नेतिर मान्छेहरूको ध्यान कति पनि छैन अहिले। त्यही नै चेन्जेस आएको छ। अब यो कुरा एकदमै ठिक हो।
मैले हजुरले सोध्नुपर्ने प्रश्नहरू यति नै थियो। धन्यवाद मामा, हजुरले मलाई यति मैले भनेको प्रश्नहरूको जवाब दियो। म त्यसको लागि एकदमै धन्यवाद भन्न चाहन्छु। अनि मेरो प्यारो माइजू, हजुरले यो सबै अरेन्जमेन्टहरू यस्तो भिडियोको लागि गर्नलाई एकदमै धन्यवाद। अनि आजको लागि यति नै साथीहरू, अहिलेको लागि धन्यवाद।